नमस्कार। आज हामी डेल कार्नेगीको एउटा चर्चित पुस्तक हाउ टु स्टप वरिङ एन्ड स्टार्ट लिभिङ मतलब चिन्ता त्यागेर जिउन सिक्ने कला बारे कुरा गर्दैछौँ। हामीले यसको एउटा सारांश हेरेका छौँ। हजुर। र हाम्रो उद्देश्य चाहिँ यो किताबबाट चिन्ता व्यवस्थापनका लागि केही एकदमै व्यवहारिक प्रयोग गर्न सकिने उपायहरू निकाल्नु हो। राम्रो विषय, धेरैलाई काम लाग्ने। सुरु गरौँ न त एउटा मुख्य विचारबाट। पुस्तकले भन्छ दिन प्रतिदिनको सीमित परिधिमा जिउनुहोस्। डे टाइट कम्पार्टमेन्ट्स भन्छ नि। हो, यो एकदमै महत्त्वपूर्ण सुरुवात हो। मतलब आजको दिनमा ध्यान दिने हैन त, हिजो के भयो वा भोलि के होला भनेर धेरै नसोच्ने। तर सधैँ यो कतिको सम्भव हुन्छ? भोलिको योजना त बनाउनै पर्यो नि। त्यो त हो, तर यहाँ भन्न खोजेको चाहिँ अनावश्यक रूपमा भविष्यको चिन्ता बोकेर आजलाई नबिगार्ने भन्ने हो जस्तो लाग्छ। हो। अब पुस्तकको पहिलो भागमा जाउँ जहाँ यस्तै आधारभूत कुराहरू छन्। यही आजमा जिउने कुरा छ। अनि त्यो एउटा जादुई सूत्र, त्यो म्याजिक फर्मुला हो। 3 चरण छन्। 1 सबैभन्दा खराब के हुन सक्छ त्यो सोच्ने। 2 अनि त्यसलाई स्वीकार्न मानसिक रूपमा तयार हुने। 3 र त्यसपछि शान्त भएर त्यो अवस्था सुधार्न लाग्ने। यो सुन्दा कस्तो लाग्छ? यो निकै तार्किक छ जस्तो लाग्छ। डरलाई सिधै सामना गर्ने तरिका हो नि हो। जब हामी सबैभन्दा खराब नतिजा सोचेर त्यसलाई स्वीकार्छौँ नि, त्यसले ल्याउने त्यो भावनात्मक बोझ, त्यो डर, त्यो अलिक कम हुन्छ। अनि समाधानमा ध्यान जान्छ। हो, ठ्याक्कै समाधान खोज्नतिर दिमाग लाग्छ। तर एउटा कुरा चाहिँ के भने, गहिरो मानसिक समस्या वा लामो समयदेखिको चिन्ताको लागि यो एउटा सूत्र मात्रै काफी नहुन सक्छ। त्यो त हो। सायद तत्कालको समस्या समाधानमा बढी सहयोगी होला। हो, व्यावहारिक समस्या समाधानमा यो निकै उपयोगी छ। त्यसो भए विश्लेषण पनि महत्त्वपूर्ण भयो। दोस्रो भागमा चिन्ता विश्लेषण गर्ने तरिका बारे कुरा छ। तथ्यहरू खोज्ने, अनुमान गर्ने होइन, तथ्य। एकदम ठोस जानकारी चाहियो। अनि त्यसको वस्तुनिष्ठ विश्लेषण गर्ने र निर्णय लिएर अघि बढ्ने। यहाँ एउटा कुरा के छ भने अनिर्णयले नै चिन्ता बढाउँछ रे। हो नि, त्यो त सबैले अनुभव गरेकै कुरा हो। के गरौँ कसो गरौँ भन्दा भन्दै झन् तनाव बढ्छ। त्यो दुष्चक्रमा फसिन्छ। हो, त्यसैले तथ्यहरू जम्मा गरेर विश्लेषण गरेर एउटा निर्णयमा पुग्नु अनि त्यसमा अडिग रहनुले त्यो चक्र तोड्न मद्दत गर्छ। कम्तीमा एउटा बाटो त देखिन्छ नि। अब चिन्ता गर्ने बानी नै कसरी तोड्ने त? तेस्रो भागमा यसको कुरा छ। जस्तै व्यस्त रहनुहोस् रे। कर्मले चिन्तालाई परास्त गर्छ भने। हो। अर्को सानोतिनो कुरामा अल्झिनु हुँदैन। आफैलाई सोध्ने, के यो कुरा 10 वर्षपछि पनि यत्तिकै महत्त्वपूर्ण रहला त? निकै राम्रो प्रश्न हो यो। दृष्टिकोण बदल्न मद्दत गर्छ। अनि तेस्रो, जे कुरा अनिवार्य छ, बदल्न सकिन्न, त्यसलाई स्वीकार्ने। कोअपरेट विथ द इनेभिटेबल भन्छ। यो स्वीकार्ने कुरा कति शक्तिशाली होला जस्तो लाग्छ। स्वीकार्यता त खासमा एकदमै ठुलो कुरा हो। यसको मतलब हरेस खानु चाहिँ होइन है। होइन। तर जुन कुरा हाम्रो नियन्त्रणमा छैन त्यसमा बेकारमा किन मन दुखाइरहने, किन ऊर्जा खर्च गर्ने भन्ने हो। यसले हामीलाई जे बदल्न सकिन्छ त्यसमा ध्यान केन्द्रित गर्न सिकाउँछ। अनि त्यो व्यस्त रहने कुरा नि? त्यो पनि काम लाग्छ। जब हामी कुनै काममा डुब्छौँ, चिन्ता गर्ने फुर्सदै हुँदैन। तर त्यो व्यस्तता पनि अलि अर्थपूर्ण भयो भने अझ राम्रो। ल, अब पुस्तकमा अरू पनि धेरै उपाय छन्। छोटकरीमा भन्दा सकारात्मक सोच राख्ने, अरूलाई माफी दिने, बदलामा कृतज्ञताको आशा नगर्ने। यी सबै मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण छन्। अनि आलोचनाको सामना गर्ने तरिका, थकान र चिन्ता रोक्न आराम गर्ने, हाँस्ने जस्ता कुरा पनि छन्। एउटा भनाइ छ नि, तपाईले भुस काट्न सक्नुहुन्न। यु कान्ट सल्भ सडस्ट। एकदम सही। बितेको कुरा त बितिसक्यो, त्यसमा अल्झेर केही फाइदा छैन। हो, यसले पनि फेरि त्यही वर्तमानमा केन्द्रित हुनुपर्छ भन्ने नै देखायो। यी सबै कुरा एक आपसमा जोडिएका छन्। जस्तै थाक्नु अघि आराम गर्यो भने ऊर्जा बच्छ अनि चिन्तासँग जुझ्न सजिलो हुन्छ। आलोचनालाई व्यक्तिगत रूपमा नलिनु पनि त्यही स्वीकार्यतासँग जोडिन्छ। समग्रमा एउटा सन्तुलित जीवनशैली र सोचाइको कुरा हो। त्यसो भए यो सबै छलफलबाट हामीले लिन सक्ने मुख्य 3वटा व्यावहारिक कुरा के होलान् त? पहिलो त सायद त्यही जादुई सूत्र नै होला। समस्या पर्यो कि
सबैभन्दा खराब सोच्ने, स्वीकार्ने अनि सुधार्न लाग्ने। हो, त्यो एउटा। दोस्रो, चिन्ता लाग्यो भने त्यसलाई लेख्ने, तथ्य खोज्ने, विश्लेषण गर्ने र केही न केही कदम चाल्ने। त्यो अनिर्णय तोड्ने तरिका। अनि तेस्रो, सकेसम्म आजको दिनमा वर्तमान क्षणमा ध्यान दिने, हिजो र भोलिको भारी नबोक्ने। एकदम। यी 3 कुराले नै धेरै फरक पार्छ व्यक्तिगत तहमा। तर यसले एउटा प्रश्न पनि उब्जाउँछ। यो पुस्तकले त व्यक्तिगत चिन्ता व्यवस्थापनमा जोड दियो होइन? हो। के यी सिद्धान्तहरू हाम्रो सामूहिक चिन्ता, जस्तै अहिलेका सामाजिक आर्थिक चुनौतीहरू छन् नि, त्यसमा पनि उत्तिकै लागू होला नि त? अथवा यो त सन् 1948 मा लेखिएको किताब आजको यो एकदमै जोडिएको, सूचनाले भरिएको डिजिटल संसारमा यी उपायहरू कतिको सान्दर्भिक छन्? निकै गम्भीर प्रश्न, सोच्नुपर्ने कुरा हो यो। हो, यो हामी सबैले विचार गर्नुपर्ने विषय हो जस्तो लाग्छ। पक्कै पनि यही विचारसँगै आजको हाम्रो यो कुराकानी यही टुङ्ग्यौं। यी महत्त्वपूर्ण जानकारीका लागि स्रोत सामग्रीलाई धन्यवाद।